बालेन सरकारलाई अदालतका धक्काहरू। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रिहा, पूर्व अर्थमन्त्री विष्णु पौडेल रिहा, पूर्व गृहमन्त्री रमेश लेखक पनि रिहा, पूर्व मन्त्री दीपक खड्का रिहा, लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्मा रिहा, बिचौलिया आरोपित दीपक भट्ट रिहा, व्यवसायीहरू शंकर अग्रवाल, सुलभ अग्रवाल रिहा रिहा रिहा। बालेनले कुमार बेन र असीम शाहलाई मन्त्री सरह सुविधा दिइरहेको खुलासा। सचिवालयमा 27 जनाको नियुक्ति, सुशासनको नारा। प्रधानमन्त्री बालेन शाहले मुख्य सल्लाहकार कुमार बेनलाई केही दिन अघि नयाँ दिल्ली पठाएको विषय यति बेला चर्चामा छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई प्रधानमन्त्री बालेनका सल्लाहकार बेनले भेटेको विषय नेपाल राष्ट्रको रेकर्डमा कतै भेटिँदैन। बालेनसँग सम्बन्ध बिग्रियो भन्नेहरूलाई रविको तमाचा। बालेन सरकारको बचाउ गर्दै भने सरकारको नियतमा कुनै शंका छैन। बालेन सरकारले गर्यो सांसदहरूलाई कडाई। संसदमा 10 गल्ती गर्ने छुट छैन कसैलाई। संसदमा मोबाइल चलाउने, निदाउने र बैठक छाडेर क्यान्टिनमा गफको चौतारी चलाउने सांसदहरू तनावमा। बालेन सरकारले ऐलानी जग्गा धनीहरूलाई 1 वर्ष भित्रै लाल पूर्जा दिने। लाखौं भूमिहीन वासीहरूको लाल पूर्जा पाउने सपना अब पूरा हुँदै। विद्यार्थीहरूका लागि कानून मन्त्रालयको नयाँ अवसर। कानूनका विद्यार्थीलाई सरकारी कामकाज र कानून निर्माणको प्रत्यक्ष अनुभव दिलाउन मन्त्रालयले नयाँ कदम चालेको छ।